हेलो हेलो हिमाल सर, यो हाम्रो सफाइ ट्रिपमा यो हाम्रो लाइभ पेजमा चाहिँ के भइरहेछ भन्दाखेरि तल सपोर्ट र हिजो यता सेल्सको सरहरूले चलाउनु हुँदाखेरि चाहिँ तपाईँको एउटै लोकल एरिया र सिटीमा एउटै नामको बनाउँदाखेरि चाहिँ के इस्यु आउँछ भन्दाखेरि मैले अब जस्तै यहाँ गएँ, पोखराको छ कि यो के एचएआरए भनेर मैले हानेँ नि त। मैले यो चुज गरेँ पनि कि यहाँ केही भ्याल्यु इन्डिकेट गर्नु पऱ्यो, यो चाहिँ सिटी बेस्ड हो वा लोकल एरिया बेस्ड हो भनेर चाहिँ हामीले केही न केही कन्ट्रोल चाहिँ राख्नुपर्छ जस्तो लाग्छ। एउटै सिटीको नाम लोकल एरियामा पनि गर्छ भने सिटी र लोकल एरियाको चाहिँ गर्दाखेरि हामीले सर्च गर्दाखेरि के इन्डिकेट गर्नु पऱ्यो, नभए यसको सिटीको बेसमा गरेर लोकल एरियाको तान्ने हो कि त्यसरी गर्नुपर्छ होला सर। नभए मैले अहिले हामीले पोखराको के अरे सिटी हेरौँ पहिला। मैले पोखरा गएँ, सिटीमा गएँ, 8वटा प्रोपर्टी आयो नि त। अब मैले लोकल एरियामा हेरेँ भने हो 0 प्रोपर्टी हुन्छ कि। अब यहीँ पोखरा नै देखिएछ, तर मैले चुज गरेको सिटी एरिया हो पोखराको, लोकल एरिया हो। अब यही नै छ, यहाँ गएर अब एउटा पोखरा हान्दाखेरि चाहिँ के अरे प्रोपर्टीहरू देखाउँछ, अर्को पोखरा हान्दा चाहिँ प्रोपर्टी देखाउँदैन। यो झुकिन्छ कि युजर, यो अनि हामीलाई भन्नु नि भएको छ। यहीले गर्दाखेरि अनि हिजो सफाइ ट्रिपमा त्यो खोलेर गर्दाखेरि के अरे प्रोपर्टी देखाइरहेको थिएन भनेर भन्नुभएको चाहिँ यही इस्यु जस्तो लाग्यो मलाई चाहिँ, जहाँसम्म लाग्छ। किनकि मल्टिपल बनाएको रहेछन् कि लाइभमा चाहिँ। अब मैले काठमाडौँ नै हानेँ भने पनि यहाँ काठमाडौँको तपाईँको एउटा सिटी छ, एउटा लोकल एरियामा सेटअप हान्दिएको छ कि। त्यही भएर अनि यो र यो चाहिँ डिफाइन गर्नुपर्छ सर्च गर्दाखेरि। त्यही नै हो सर, यति नै हो सर। हस्।